आज हामी तपाईलाई यस्तो देशको बारेमा जानकारी दिँदैछौँ जुन तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ। दर्शकबिन, यो देशको नाम हो क्यामेन आइल्यान्ड। अब सुनौ क्यामेन आइल्यान्डको इतिहास। क्यामेन आइल्यान्डलाई पहिलो पटक पत्ता लगाउने व्यक्ति क्रिस्टोफर कोलम्बस हुन्। उनले सन् 1503 मा यस आइल्यान्डलाई खोजी गरेका थिए। उनले यस देशलाई लास टोर्टुगास भनेर नामकरण गरे किनकि यहाँ धेरै कछुवा भेटिएका थिए। यद्यपि कोलम्बसको खोजपछि 17औं शताब्दीतिर यो देश ब्रिटिसको उपनिवेशमा परेको थियो र हाल ब्रिटिस उपनिवेशमा छ। यो देशको क्षेत्रफल करिब 735 वर्ग किलोमिटर रहेको छ। यस देशको चर्चित ठाउँहरूमा 7 माइल बीच, स्नोकर्लिङ र डाइभिङ, स्टङ्ग्रे सिटी, खुत्रा पानीको झरना, क्यामन म्युजियम, इको पार्क र संरक्षण क्षेत्र रहेका छन् जसले विदेशी आगन्तुकहरूलाई लोभ्याउने गर्दछ। अब कुरा गरौँ श्रमको। यहाँ करिब 1600 नेपाली श्रमिकहरू विभिन्न काम गरिरहेका छन्। मुख्यतः नेपाली श्रमिक होटेल तथा रेस्टुरेन्टमा भेटिन्छन्। नेपालबाट करिब 21 घण्टाको हवाई यात्रा गरेपछि मात्र यो देश आइपुगिन्छ। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। यस्तै रोचक र अन्य भिडियोको लागि हाम्रो युट्युब च्यानल, फेसबुक पेज र टिकटक लाइक, सेयर, सब्स्क्राइब गर्न भने नभुल्नुहोला। हामी भने बिदा हुन चाहन्छौँ। नमस्कार।